मोमो चाहिँ अब माथि गएर भाइरल हुन्छ के अरे त्यो त रेडी भयो अब म चाहिँ हेलो साथीहरू सबैजना फेरि पनि नमस्ते छाँजलो मिरी तमुचुको तर्फबाट सो सबैजना आराममा हुनुहुन्छ होला भन्ने आशाका साथ फेरि पनि न्यू भिडियो न्यू बोलाको साथ उपस्थित भइसकेको छु। सो साथीहरू मेरो भिडियो चाहिँ धेरै टाइमपछि आउँदैछ। अब त्यस्तै भइरहेको थियो, त्यही भएर भिडियो सिडियो बनाएन। र साथीहरू आज चाहिँ आमा औँसी सबैजना आमाहरूलाई मेरो भिडियो मार्फत नै आमा औँसीको शुभकामना भन्न चाहन्छु। सो साथीहरू मैले चाहिँ आमालाई आज सरप्राइज दिन लागेको हो कि आमा दिदीहरूलाई पनि सरप्राइज नै भनौँ। दिदीहरूले भनिरहेको थियो केही गर्दैन भनेर, गर्दैन मलाई झ्याउला आज मेरो केही गर्ने मुडै छैन भनेर मैले त्यसो भनिरहेको छु दिदीहरूलाई। तर मैले चाहिँ हिजो नै प्लान गरेको थिएँ, हिजो केकको अलि राम्रो खालको केकको अर्डर गरेको चाहिँ अर्डर नै टिपेन कि किनकि प्याक भएर रहेछ। त्यही भएर ठिकै छ, म सानो मिनी केक नै ल्याएर काट्छु भन्ने विचार गर्दैछु। आमाले पनि भनेर चाहिँ पर्दैन मलाई केक सेक काट्न भनिरहेको थियो। अहिले त आमा उता दाइ भाउजूकोमा हुनुहुन्छ नि त, अहिले चाहिँ हिजो जानुभएको उता हुनुहुन्छ। भरे आमाले लिएर आएर नि सरप्राइज गर्नुपर्ने हुन्छ साथीहरू। सरप्राइज त त्यस्तै अब सानोतिनो सरप्राइज हो। त्यो सरप्राइज पनि ठुलो दिदीले अस्ति नै पठाउनु भएको हो नि त, यही गर्ने भनेर पठाउनु भएको चाहिँ होइन, पहिल्यै पठाउनु भएको। अनि चाहिँ अहिले चाहिँ मेरो विचारमा त्यस्तो आयो कि त्यो बुके, त्यो सानो सरप्राइज पनि बुके बनाएर दिउँ न भन्ने मेरो यो मनबाटै इच्छा आयो कि। अनि आज म चाहिँ अब बुके बनाउन जाँदैछु। हेरौँ कस्तो हुन्छ। त्यो बाटो पनि सानो मिनी केक लिएर आउँछु। मैले धेरै तामझाम गरेर चाहिँ म गर्दैन, त्यही सानो केक ल्याउँछु। अनि दिदीले पठाउनु भएको पैसाको त्यो बुके बनाएर दिने विचारमा छु साथीहरू। सो सबैजनाले मेरो भिडियो चाहिँ स्किप नगरिकन फुल वाच गरिदिनु होला। ल साथीहरू म चाहिँ यहाँ फेरि यही मनोकामना फ्लावर एन्ड डेकोरेसनमा आइपुगेँ। मैले पहिला बनाएको पनि यही हो, यही दाइकोमै। अहिले पनि म यहीँ बाको आमाको यहीँ बनाएको, फेरि अहिले पनि आमाको लागि म यहीँ बनाउन आएको छु साथीहरू। र दाइको पसल अहिले त त्यो भाइहरू खोइ त नि दाइ हो, अर्को भाइहरू राख्नुभएको। हाम्रो दाइलाई पनि वेलकम छ मेरो भ्लगमा। पपुलर बनाइदिनु होइन, धन्यवाद दाइ। यहाँ के फेरि बनाउनु लाउनु भएको? थिएन त नि, पहिला त कुचुक्क थियो कि यहाँ होइन। दाइको पसल चाहिँ अब ठुलो बनाउँदैन के अरे फेरि भन्नु त। राम्री अनि बस्ने टाइम भएन अरे। यहाँ भाइले चाहिँ बनाउन लाग्छ। भाइ राम्रोसँग बनाइदियो है भाइ। दाइ पेपर कुन चाहिँ हाल्ने? व्हाइटै हाल्ने हो। कस्तो आएको छ म माथि जान्छु कि यहाँ बनाएर राख्नु, माथि जाने काम छ। नर्मलै गर्ने। ल साथीहरू मेरो बुके बन्दैछ अब चाहिँ। कति नयाँ नसुन त्यो अस्तिको जस्तो भनेको त्यस्तो त नराम्रो देख्छ। ए दाइले सिधा गरिदिनु भनेको? ए अँ त नि, हजुरले सिधा गरिदिनु नि त। अनि यो दाइले यो भाइले मिलाउनु हुन्छ। बुके तयार हुँदैछ। म चाहिँ अब माथि गएर आउँछु। यहाँ दाइहरूले चाहिँ बुके बनाउँदै बस्नुहुन्छ। भाइरल हुन्छ नि फेरि मेरो भ्लगमा मेरो भाइ मास्क लगाएको छ के को मास्क चाहिँ मैले पनि छोडेको छैन लास्टै के हो यस्तो कसै त हो भाइजान होइन, यहीँबाट गर्ने म गएर साथीहरू माथि जानुपर्ने हुन्छ पहिला। अनि आएर बल्ल बुके लगेर जाने हो। लगाएर बनाएर राखिदिनुहोस्, राम्रो बनाइदिनु है, जतिको लागि पनि बनाएर राख्नु। हुन्छ, म मेरो पनि टाइम काम छ क्या है। यहाँ लुङ्गी पसलमा आएको साथीहरू, घान्द्रुक लुङ्गी पसल राम्रो है। सो मैले चाहिँ आमाको लागि यो चुज गरेको थिएँ। यसलाई चाहिँ 2800 भने हेर म मिलाइदिनु भन्नुपर्छ। लुङ्गी यो पनि राम्रो छ। अनि त्यो अहिले त्यो उस भएको डायरगन यो पनि राम्रो छ। यो व्हाइट भन्दा त्यो ग्रिन राम्रो छ आमालाई चाहिँ। ल साथीहरू मैले लुङ्गी पनि किनिसकेँ, एकदमै मिलाएर दिनुभयो दाइले चाहिँ।
सो घान्द्रुके दाइलाई चाहिँ धेरै धेरै धन्यवाद भन्नुपर्ने हुन्छ भनिसक्यो हागिन धन्यवाद यहाँ एउटा टी सर्ट हेर्नु पऱ्यो भनेको आमाले चाहिँ रातो रातो खोज्नु भएको छ क्या ल भन जे भने पनि भएर भाइरल हुन्छ के अरे साथीहरूमा त टी सर्ट कुन लाने भयो यो फेरि अहिले कस्तो कस्तो लाग्यो सर्प जस्तै लाग्यो यो त छ यस्तै नि लगाएको छ क्या आमाले म त यहाँ घान्द्रुक पसलमा भुले भयो साथीहरू बहिनीले यता के खोताले बिचरा के गर्ने होइन बहिनी कान्दैछ गरे बिचरा राम्रो लुङ्गीहरू साथीहरू मैले चाहिँ लुगा किनेर पनि फर्केँ अब केक पसलमा जानुपर्ने हुन्छ केक पसलमा जान्छु कहाँ जाने मेरो स्कुल यस्तो प्याक रहेछ साथीहरू केक पसलमा ल मेरो आयो म आयो यहाँ क्युमा बस्ने यहाँ बिल्ती नि हामी मेरो केक चाहिँ रेडी भयो साथीहरू रेडी हिँडेको जम बिल्तिर यस्तो प्याक छ नि त भ्लग बनाएको यहाँ मैले पे गर्ने सबै यस्तो भिडमा छौँ साथीहरू म चाहिँ यस्तो प्याक केक लिएर हिँडियो अब चाहिँ बुकेको सुरुवात यति बन्दै रहेछ म माथिबाट आउँदा यो भाइले ठगेछ एमएनसी अर्डर आइछ फुल बनाउन लाइछ बनिहाल्छ एकैछिनमा बुके चाहिँ रेडी हुँदैछ साथीहरू यहाँ आराम गर्दैछु आज चाहिँ पिङ्क कलरमा ऱ्याप गरेको रेडी भयो मेरो बुके चाहिँ अर्कै कलरको आज चाहिँ पिङ्क कलरको है दाइ दामी देखेछ हौ त्यो होस् मनोकामनाले दामी बनाउनुहुन्छ आज सबै चेन्ज फुल पनि पिङ्क भयो कभर त्यो उयो कभर पनि पिङ्क होइन राम्रो भएको मान्छे नि पिङ्क हो ल साथीहरू मेरो बुके चाहिँ रेडी भयो अब म चाहिँ घर जान्छु अब घर जानुपर्ने हुन्छ सो साथीहरू मैले चाहिँ सामानहरू रेडी पारिसकेँ बाबु चाहिँ आमालाई लिन गएको छ अब कति बेला आउँछ अनि आमालाई डाइरेक्ट सरप्राइज ह्याप्पी मदर्स डे भन्नुपर्ने हुन्छ साथीहरू म चाहिँ यता बसेर बोल्दैछु अब चाहिँ आमाको वेटिङमा छौँ मैले खासै केही पनि बनाएन रोटी पनि बनाउने भन्ने थियो तर भ्याउँदै भएन कि आजै केक लिन गएँ अनि आजै सबै कुरा गर्दाखेरि भ्याउँदै भएन बुके बनाउनै लाग्यो टाइम ह्याप्पी मदर्स डे साथीहरू आमा आउनु भएको छ यता आमा आउनु भयो आमालाई सरप्राइज सरप्राइज यही हो सरप्राइज आउनु छिटो भित्र ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स डे कोही भनेको सिधै ह्याप्पी मदर्स डे भनेर एन्जिला होइन किन ह्याप्पी मदर्स डे र साथीहरू हामीले चाहिँ अब यहाँ केक काट्नु पर्यो मदर्स डेको केक आज आमालाई सरप्राइज गरेको ढाँटेर ह्याप्पी मदर्स डे भन्नु है सबैजनाले ल ल ल ल
Happy Mother's Day. Happy Mother's Day. Happy Mother's Day. Happy Mother's Day. ए बाबा हेर्नु त साथीहरू त्यो फोनमा आफूहरूको थोप्रा देखाइ गरे फेरि के हेप्पी मदर्स डे नि नभन्ने यस्तो मान्छे होइन सुनसानै छ त मान्छे चाहिँ छैन बोलेको ल ल केक काटौँ ल हेप्पी मदर्स डे भन्नु है कोही नि नबोल्ने हेप्पी मदर्स डे हेप्पी मदर्स डे काट्यो भने कोही नि बोलेन होइन यो खाने हो यो बाटो कस्तो हुन्छ न हेप्पी मदर्स डे ढाँट्यो होइन फेरि उता जाने हो खान जाने तिमीहरूले खै ल यहाँ यो माथिको साइली छोरी यो जेठी छोरी यो नातिनी टाउकोमा हात राखेको यता माइली छोरी तल कि उतै बाटो देखाएको दाइ हो दाइले त आफ्नो अनुहारै देखाएको छैन त बारी देखाइरहेको छ दाइले त मदर्स डे आमाको गिफ्ट साथीहरू यो चाहिँ ठुली दिदीको तर्फबाट है साथीहरू ठुली दिदी अमेरिकानीको हो अमेरिकानी छोरीको तर्फबाट ह्याप्पी मदर्स डे आउँछ नि हाम्रो त अहिले हामीहरू जुम गर्न आमालाई बनाउने मान्छे ल भन् ल कसले बनाएको ल बोले त्यही होला नि उनी पनि आलमलमा छिन् के उनी पनि उनलाई पनि थाहा छैन आलमलमा छिन् के उनी नि मैले हो कि होइन भनेर माइली छोरी मेरो तर्फबाट अनि यो केक र यो मिठाई सानी छोरीको तर्फबाट भयो मैले के भन्यो तिनवटा छोरी थ्याङ्क यू भन्यो नि थ्याङ्क यू मेरो छोरीहरू भन्नु मेरो छोरीहरूलाई सबैलाई भरिपूर्ण अनि अलि गर्नु सानो मेरो आशीर्वाद सधैँ लागोस् साथीहरू आमाको मदर्स डेको गिफ्ट चाहिँ यो हो यो अमेरिकाने छोरीको तर्फबाट हो अमेरिकाने छोरीलाई पनि थाहा छैन क्या यस्तो बनाएको मैले बनाइदिएको हो क्या पैसा चाहिँ अमेरिकानेको हो यो बनाउने चाहिँ नेपालकीले हुन् क्या पोखराकीले हुन्छ कि नानो के अलि सानो हुन्छ मिडियम साइज हो लुङ्गी मन पर्यो मैले मन परेको पाएँ गरे आमाले लुङ्गी मैले मन परेको पाएँ अरे सानो भयो फेरि उस गरेर हुन्छ भोलि जानु जापानिज छोरीको तर्फबाट सो साथीहरू थ्याङ्क यू मेरो आशीर्वाद अझै योभन्दा धेरै यहाँ आमालाई अझै योभन्दा धेरै गरे योभन्दा धेरै चाहिएको अरे साथीहरू आमाले त के भन्ने हो यो जेठीले पठाइकी हुन् कस्तो बलराको यता जापानिस यहाँ माथि बसी छिन् त्यो अनुसारले आँखा किन लुगाएको ल हाम्रो यता यो सबै ग्रुप भएको यसो फोटो के अरे ल लिन कस्तो फोटो हो लिनु यहाँ माथि काट्दै थियो काट्दै थियो गाई बाकै नि हाम्रो के बारीमा हो के
ए आमालाई मिठाई खुलाउनु पर्दैन खोइ मिठाई खुलाउनु पहिला न सिजल आमालाई मिठाई खुलाइदिन्छु ए यिनीहरूले क्यामेरा अगाडि मलाई खुलाउनु अरे साथीहरू क्यामेरा पछाडिबाट खुलाउने अरे मलाई क्यामेरा अगाडि खुलाउन के हो आमालाई त मनपर्छ के मनपर्छ अरे अलिक गीतेर मलाई मात्रै थाहा थियो है यो चाहिँ जापानिज छोरीलाई मात्रै थाहा थियो मेरो थुप्रा नि देखाउनु पर्यो नि कसैलाई पनि भनेको थिइनँ म फुलन भनेको थिइनँ मेरो प्लान जहिले पनि अर्कै हुन्छ क्या तिमीहरूसँग जोडिन्न मेरो प्लान त्यही भएर बिहान हेरि यो दिमाग हुन पर्यो दिमाग भनेको थियो दिमाग हुन पर्यो दिमाग भनेको थियो दिमाग हुन पर्यो नि के हो माइली छोरी त बोल्दै बोली छैन नि है अकमक्कै परि त गान्टे बा ए माइली छोरी किन नबोली के हो बुटेलकी माइली छोरीमा जुल्फी लड्काएर बसी छिन् आमालाई लुङ्गी मन पर्यो अरे लुङ्गी मन पर्यो के बल्ल यही हो खोजेको यस्तै ए भाइ यस्तो लुङ्गी खुब खोजेको रहेछ ए थमाएको गरे आँसु किन रुनी होला यस्तो बुके पाउँछ अर्को सालै पछि अब अर्को साल त अमेरिका जाने हो अनि भयो अब अहिले त छोरीहरूले नगर्दो रहेछ है क्या भनी सोचेको थिएँ क्या होइन मैले पर्दैन भनेको अनि ए पर्दैन भन्थ्यो त्यो बुके बोक्न सक्छ आमा सकौँला नि अब भोलि गाउँतिर नि त्यसरी बोकेर जानु अब गाउँतिर नि यसरी बोकेर जानु हेलो साथीहरू मदर्स डे पनि मनायो आमालाई सानोतिनो सरप्राइज पनि गर्यो सो अब चाहिँ म भिडियो इन गर्नुपर्ने हुन्छ साथीहरू आजको मेरो भिडियो चाहिँ कस्तो लाग्यो सबैजनाले कमेन्ट मार्फत प्रतिक्रिया पनि दिनु होला र यो भिडियो हेरिसकेपछि सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला बाई बाई सी यु सुन नेक्स्ट भिडियो फेरि पनि ह्याप्पी मदर्स डे सबैजना आमाहरूलाई बाई बाई